नयाँ भिडियो लिएर आइसकेको छु। म हो सबिता। हजुरहरूलाई पनि सबै ठिकै छ होला? म पनि एकदमै ठिकै छु। आज चाहिँ मैले यस्तो यस्तो राम्रो टपिक लिएर आइसकेको छु कि हजुरको अगाडि। यस्तो राम्रो हामी हाउसवाइफ जो हामी बाहिर गएर काम गर्न सक्दैनौँ नि, त्यसलाई एकदमै राम्रो टिप्स लिएर आएको छु। हामी घरमै बसी बसी पनि कसैले सोच्छन् घरमा त बस्छे कामै के हुन्छ र भन्छन्, तर हाम्रो चाहिँ काम हातबाट निक्लिँदैन। जति यो काम भ्यायो भने फेरि अर्को काम, यो काम भ्यायो भने फेरि अर्को काम। हामी जस्तो शादी से पहिले बिहे गर्नुभन्दा पहिल्यै हाम्रो जस्तो लाइफ थियो नि त्यो कहिल्यै आउनेवाला छैन। त्यही भएर एउटा कुरा मैले भन्न पनि चाहेँ, बिहे गर्नलाई त्यति नआत्तिनु होला। बिहे गरेको सबै मान्छेहरू त्यति सुखी खुसी लाइफै चेन्ज हुन्छ, यानि कि अर्कै लाइफै पुरा ड्यामेज। कसैको त नआउन पनि पायो, राम्रोको हातमा परे रानी, नराम्रोको हातमा परे खरानी। यो त हजुरहरूले सुन्नुभएकै होला। यस्तै हो, हामी बिहे त गर्नु नै पर्छ। छोरी मान्छेको जात बिहे त जसरी जहिले गर्नु जहाँ गर्नु गर्नै नै पर्छ। यो पहिलेबाट आइरहेको रीति, छोरी मान्छेको जात गर्नु नै पर्छ। तर पनि मैले आज यस्तो टिप्स लिएर आएकी छु कि हामी बिहे गरिसकेपछि स्मार्ट बन्नुपर्छ। घरको काम त छँदैछ, घरको कामबाट त हामीलाई फुर्सद मिल्दैन, त म बुझ्छु, मेरो पनि त्यही छ। अनि छोराछोरी भएपछि झन् बुझ्ने टाइम त मिल्दैन, म त बुझ्छु। तर हामी घरको काममा पनि थप काम, बाहिरको काम, यानि कि अर्निङ होस्, पैसा अर्निङ होस्, यस्तो काम चाहिँ हामी चाहे घरमै बसेर पनि गर्न पाइयो, चाहे बाहिर नै थोरै टाइम मिलाउन सकिन्छ भने, घरमा अरू पनि परिवार हुनुहुन्छ भने टाइम निकाल्न पाइयो। टाइम निकालेर बाहिर गएर काम गर्न पाइयो, थोरै अरू काम चाहिँ गर्नु। जब नि आफ्नो हातमा पैसा हुन्छ नि, तब कसैले केही शब्द पनि बोल्न सक्दैन हैन। तब आफ्नो साथमा पैसा हुँदैन नि, तब आफ्नो श्रीमानको पनि त भरोसा हुँदैन, अरूको त झन् के भन्नु र। पैसा छैन भने त झन् कोहीको रहेन। त्यही भएर हेर्नु साथीहरू, काम चाहिँ गर्नुहोस्। घरमै छ, घरमा काम त भइरहेछ, अरू काम त झन् के गर्ने भनेर चाहिँ नबस्नुहोस्। चाहे थोरै किन अर्निङ नहोस्, थोरै चाहिँ गर्नु, आफ्नो हातको कमाइ चाहिँ हुनैपर्छ। हेर्नुहोस् हजुर, जस्तै अब सोध्नुहोस्, आफ्नो गाउँ छिमेकी हुनुहुन्छ होला, अब पैसा नहुँदा अरूको अगाडि हात यो किन दिनु त्यो किन दिनु भन्दा आफ्नो स्मार्ट बन्नुहोस् न त। आजभोलि त नेपालमा त कति धेरै आइसकेको छ, अनलाइन काम पनि आइसकेको छ हैन। अनलाइन काम गर्नुहोस्, या केही न केही गरेर थोर्ने भने आफ्नो सिन्दुर चुरा किन्ने समेत भए पनि पैसा चाहिँ कमाउनु गर्नुहोस्। चाहे यो सिन्दुर किन्न, चुरा किन्न, गलाको मङ्गलसूत्र किन्नलाई कसैसँग या श्रीमासँग पैसा माग्न नपरोस् हैन। हामीले चाहिँ बाहिर गएर अफिसमा गएर हामी बाहिर अफिसमा जान भ्याउँदैनौँ भने घरमै पनि एकदमै मजाले गर्न पाइन्छ। काम जति पनि पाइन्छ घरमा गर्न जानु पर्यो। अर्निङ गर्ने जस्तै युट्युब, ब्लग, यताउति धेरै अनलाइन काम त यति छ कि आजभोलि हजुरहरूले कथाहरू लेखेर युट्युबमा पोस्ट गर्न सक्नुहुन्छ। फोटोबाट पनि धेरै नै कमाएको देखिएको छ अहिलेकालमा। यस्तै हजुरहरूले धेरै काम गरेर अर्निङ गर्नुभयो भने हजुरलाई कसैले नराम्रो भन्न सक्दैन क्या। नराम्रो भन्न चाहिँ कसैले पनि सक्दैन। त्यसैले आफूमा जति सक्दो अर्निङ चाहिँ गर्न सक्नुपर्छ। जताबाट हुन्छ, आफूसँग थोरै पैसा भयो भने बोल्ने मान्छेको भाषा नै परिवर्तन हुन्छ क्या। त्यही भएर आफूसँग चाहिँ एनी हाउ पैसा चाहिँ चाहियो। पैसा कताबाट कमाउने, या मैले भन्न खोजेको गलत काम गरेर या बाहिर केही गरेर त्यस्तो भन्न खोजेको चाहिँ होइन। आफूले घरमा पनि धेरै कामहरू गर्न सकिन्छ, जसरी नि पैसा कमाउनु पर्यो क्या हामीले। अलिकति आफ्नो हातमा पैसा भए पनि कसैले बोल्न पनि सक्दैन कि यो घरकै मान्छेले पनि पैसा भएन भने नि यति नराम्रो बोल्छन्, त्यो म राम्रोसँग थाहा छ। त्यही भएर आफूसँग अलिकति पैसा भयो भने चाहिँ कसैले नराम्रो पनि भन्न सक्दैन। त्यही भएर यस्तै जताबाट हुन्छ अलिकति पैसा कमाउने चाहिँ राख्नुपर्छ। यसरी नै हामी गर्न सकिन्छ स्मार्ट हाउसवाइफ। यस्तै भिडियो पाउनको लागि चाहिँ हजुरहरूले चाहिँ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नुपर्दछ। मैले चाहिँ यस्तै हाउसवाइफलाई स्मार्ट यस्तै चाहिँ मोटिभेसन भिडियोहरू चाहिँ लिएर आइरहेको हुन्छु, ताकि हजुरहरूकोमा यो भिडियो आइपुग्योस्। त्यसैले चाहिँ मेरो भिडियोलाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। बाई बाई, हामी अब मिल्नेछ अर्को भिडियोमा।